हामी सबैलाई परिवर्तन चाहिएको छ, तर हामी आफै परिवर्तन हुन कहिले खोज्दैनौँ। खै किन हो त्यो मलाई थाहा छैन। तर परिवर्तन चाहिएर मात्र हुन्छ र होला र? यदि हामी परिवर्तन खोज्दैनौँ भने त्यो परिवर्तन हामीले कसरी पाउन सक्छौँ? सुन्दाखेरि सामान्य लाग्छ नि, परिवर्तन त कति सजिलो हुन्छ होला, यहाँ हुनुपर्छ होला, हुन्थ्यो होला त, तर यहाँ कोही हुँदैन परिवर्तन। त्यो युवा होस् या त्यो बुढो होस्, उसलाई परिवर्तन कुनै अर्थ नै चाहिएको छैन क्या। उसलाई त्यही पुरानै चिज चाहिएको छ। किन चाहिएको छ त्यो मलाई थाहा छैन। हामी परिवर्तन खोज्नुपर्ने, हामी परिवर्तन हुनुपर्ने। समय सधैँ हाम्रो हातमा हुँदैन। हिजो के भयो त्यो कसलाई थाहा छ र? भोलि के हुन्छ त्यो कसले के जानेको छ र? हिजोको कुराबाट सिक्ने हो भन्छन्। यहाँ मान्छेलाई हिजोको कुरा हेर्नु कसलाई मतलब छ र? आफ्नै जिन्दगीमा के भइरहेको छ कसैलाई थाहा छैन। जिन्दगीले यसरी गति ल्याइरहेको छ कि त्यो गतिले कहाँसम्म लैजान्छ कसैलाई थाहा छैन। हो, जित्न सकिएला नसकिएला त्यो त थाहा छैन, तर हार पनि त मान्नु भएन नि। अब एउटा हिसाब गरौँ न त। आत्मनिर्भर बन्नु छ भन्दैमा बनिन्छ बनिन्छ त म भन्दैन, तर प्रयास त गर्नु पर्यो नि। प्रयास नगरी आत्मनिर्भर बनिँदैन भन्न लाग्यो भने त अनि कहाँबाट हुन्छ र? हो, केही समय लाग्छ, 2-4 दिन 2-4 वर्ष, त्यो सामान्य कुरा हो। तर याद राख्नुपर्ने कुरा यो हो कि हामी कसरी परिवर्तन ल्याउन सक्छौँ आफूमा। हामीलाई त आत्मनिर्भर बन्नु छ नि। आत्मनिर्भर बन्नु सजिलो त हुँदैन, मलाई थाहा छ, तर प्रयास नगर्दै आत्मनिर्भर नबनिएला त म भन्दैन नि। अनि लाग्छ हामीलाई खै के हो कुन कस्तो हो यो अवस्था आफै बुझ्न सकेका छैनौँ। अनि प्रयास गर्नु त सक्नु पर्यो त। अब नेताले गरिदेला उसले गरिदेला भनेर त हुँदैन होला नि। अब हामी आफैबाट परिवर्तनको सुरुवात गर्नु पर्यो। परिवर्तन सजिलो छैन, तर असम्भव पनि त छैन नि। परिवर्तन गर्नलाई केही निर्णय लिनुपर्ने हुनेछ। त्यो निर्णय जुन हाम्रो पक्षमा हुने छैनन्, थाहा छ मलाई यो। किनकि सबै पक्षमा हाम्रो पक्षमा निर्णय हुन्छ भन्ने पनि मलाई मान्दैन। समय या दिनहरू यस्तै बित्ने हुन्छ साथीहरू। जबसम्म हार मान्छौ तबसम्म केही हुँदैन। हार मान्ने होइन कि हार खायो किन भयो होला यस्तो भनेर त्योबाट सिक्ने हो क्या। त्योबाट सिक्न थाल्यो भने केही नयाँ कुरा पक्कै सिक्नेछ। होइन भने त पुरानो जिन्दगी बितेकै छ, रमाएकै छौ। कसलाई केको मतलब छ र यहाँ? न तिमीले केही जानेका छौ न तिमीले केही बुझेका छौ। सजिलो छैन, अप्ठ्यारो छैन। जित नहोला, तर मिहिनेत त गर न। कसो जित्न होला र?